अवस्था परिवर्तन हुन सकेन। त्यसै कारणले अहिले तिनी पुराना दलहरूको विकल्पको रूपमा आइरहेको छ। नयाँ पार्टीहरू, नयाँ दलहरू अथवा कुनै नयाँ स्वतन्त्र व्यक्तिहरू आइरहेका छन्। अहिलेसम्म हाम्रो व्यवस्था चाहिँ परिवर्तन भयो, तर अवस्था परिवर्तन हुन सकेन भनेर चाहिँ यो मिसन 84 भन्ने शब्द चाहिँ सुरुवात भयो। यो मिसन 84 मा चाहिँ अब केही नयाँ एकदम विज्ञ, एकदम हरेक कुराहरू जस्तै शिक्षा क्षेत्रमा विज्ञमाथि नेतृत्व भूमिका निर्वाह गर्ने व्यक्तिमाथि आफ्नो जिम्मेवारीमा जानु पर्यो भने विज्ञ मान्छेहरू छान्ने, स्वास्थ्यमादेखि लिएर हरेक कुरामा चाहिँ नयाँ युवादेखि लिएर, जोस जाँगर भएको युवादेखि लिएर हरेक क्षेत्रमा आफ्नो समाज परिवर्तन गर्नको लागि, आफ्नो देश परिवर्तन गर्नको लागि, अनि त्यसपछि नयाँ युगहरू, नयाँ पुस्ताहरूलाई हस्तान्तरण गर्नुपर्छ। विगतका दिनहरूमा धेरै हामीले भोगेर आइरहेका छौँ। त्यही भएर चाहिँ यो नयाँहरूलाई पुस्ता हस्तान्तरण गर्नुपर्छ भनेर चाहिँ मिसन 84 चाहिँ अहिले सबै ठाउँबाट सुन्दै आइरहेको छ। ठुला पार्टीको अवस्था हेर्दाखेरि चाहिँ केही परिवर्तन होला जस्तो छ। अहिलेसम्म पनि परिवर्तन गाउँ समाजमा चाहिँ विभिन्न किसिमका चुनावी प्रतिवेदनहरू लिएर जाने, आश देखाउने, जनतालाई भ्रम छर्ने कामहरू, प्रवृत्तिहरू भइरहेका छन्। त्यो पोस्टमा पुगिसकेपछि नेताहरूले सबै त्यो धरातललाई, त्यो जनताका इच्छा आवश्यकता, स्वास्थ्य, शिक्षाका हरेक कुराहरूलाई बिर्सेर पर्सनल लाइफ अथवा पर्सनल करियरतिर ध्यान, नेताको चाकरी भनौँ कि अथवा नेताको झोला बोक्ने कार्यक्रमहरू भइरहेका छन्। त्यही भएर चाहिँ आवश्यकता अनुसार काम पुरा नगरेको कारणले गर्दाखेरि चाहिँ नयाँ पुस्तामा चाहिँ नयाँ पार्टी जस्तै विभिन्न किसिमका दलहरू जस्तै एउटा दल छ राष्ट्रिय स्वतन्त्र पार्टी, उहाँहरूले पनि नयाँ प्रतिबद्धताहरू, चुनावी प्रतिबद्धताहरू, जनतासँग जाने, प्रत्यक्ष भेटघाट गर्नेदेखि लिएर जनताको इच्छा आवश्यकता पुरा गर्दै आइरहेको छ। जस्तै अरू अन्य स्वतन्त्रहरू पनि छन्, बालेन, हर्कस